यो बाटो चाहिँ जगतपुरदेखि मूर्तिया हुँदै श्री अरुणोदय माध्यमिक विद्यालय खैरीफाँडा जहाँ हामीले चाहिँ माध्यमिक तहको अर्थात् एसएलसी परीक्षा दिएका थियौँ त्यो विद्यालयसम्म हामी बाल्यकालमा कसरी जगतपुरबाट सयौँ विद्यार्थीहरू जान्थ्यौँ र आफू पनि हामी यो बाटो यो कुलाको डिक हुँदै हुँदै चाहिँ हामी जान्थ्यौँ र अहिले चाहिँ बाइक हिँड्ने स्लो बाटो भएको रहेछ होइन। यो बाटो आज हामी चाहिँ एउटा रमाइलो गाउँठाउँको घुमघामको लागि यता जान खोजिरहेका छौँ है। त पुरै बाइकै भइजाँदो रहेछ त किन हट्ने हो यो घर होइन पुरानो पहिला एकचोटि फेरि सबभन्दा माथि घर। अरे यहाँ त बाटो दिएर हामी कहाँ बाकुला हट्ने हो हामीले के सोचेको यार एउटा हट्नुपर्छ अब। अरे तर थाहा थियो यस्तो अनि कोरिडोर पनि सिकाएर अनि खतरा उयो सिकाएर ओए न अब यहीसँग बाटो दिमागले लाग्यो नि त यसको मतलब हाम्रो यतातिर पनि यो थाहा थिएन यार मलाई त सोचेकै थिएन त यस्तो अरे के अर्कै छँदैन के अर्कै छँदैन रोगाउनु रहेछ धेरै चेन्ज भइसकेको रहेछ। ओहो हट यस्तो रहेछ यो उताबाट आउने नदीबाट होइन अनि हाम्रो उता जाने बाटो यो हो कि हो यहाँनिर यस्तो घर बन्ना जस्तो थियो र त्यति बेला के अरे वारीको एक कुलो त्यो पारीको अर्को कुलो के भाउ यिनीहरूलाई थाहा छैन सो यहाँ जाउँ होइन जगतको छोरा जगतको छोरा साँच्चै हो कि नै भन होइन होला अनि तिम्रो को हो त तिम्रो जयन्तीको हो यो त्यो को तिमी साँच्चै जगतको छोरा हो जगत जस्तो ल तिमीहरूको नाम के बाबु भन ल के नाम हो ए हो तिम्रो तिम्रो अनि जगतलाई चिन्छौ नि होइन सुरेशलाई कुन सुरेश हो अनि तिम्रो नाम के हो ए लाइसेन्समा यहाँ ए जगत बुवाको नाम हो जगत चाहिँ मेरो साथी हुन् के हो त्यो योभन्दा सानो उमेरदेखि जगत र म साथी हुँ त्यहाँनिर घर छ नि तिम्रो त्यही हो कि नै जगत म एकदम जिग्री साथी एकदम सानोमा यस्तै भैले टोली बनाएर खेल्थ्यौँ कि हामी पहिला घर थियो रहेछ ए यतातिर जाने बाटो यतातिर घर थियो काठको टाइलवाला यस्तो टाइपको घर थियो अनि हामी सानो हुँदाखेरि योबाट हिँडेरै आउँथ्यौँ कि हिँडेर यत्र पढ्ने बेला होइन उसले त एलकेजी पनि यहीँ पढ्यो नि त सानै बच्चादेखि म त 5 पछि हो होइन बोर्डिङ स्कुल थियो तिमीभन्दा सानो कालिका भन्ने थियो ए ल जगत त मेरो एकदम जिग्री है मलाई अझै देखेछु फेसबुकमा ए तैचरीका तिमी त यार अघि भन्न लाग्थे मलाई पनि सामेल गरेर लाग्यो केमा हजुर म देखे साच्चै फेसबुकमा हो र मोटी म त्यो के ए तिमीहरू के भैली खेल्न के को मेमोरी हामी त हाम्रो पालामा के याद थाहा छ देखसेको हुँदैन मुखैले बन्ने हो भिजाउने मुखैले मादल हुन्थ्यो ल है ल हाम्रो अब यता के भन्नु
अहिले हामी कहाँ छौँ अहिले हामी मूर्तिया छौँ यताउति भन्ने यो कुन ठाउँ बाबु यो मूर्तिया होइन जानकी गाउँपालिका वडा नम्बर 9 ओहो इट्स गुड कैलाली ए एकदिन रामसर भेट्ने यहाँनिर बसिरहेको थिएँ रोइरहेको थिएँ रामशरण यहाँनिर दाइले यसो गरेर पुष्प दाइले के भयो भन्दै ए यहाँनिर होइन क्या अलिक माथि क्या हो माथि ए तिमीहरूको अलि माथि हो झगडा भएको तिमीहरूको फाइट भएको अलि माथि हो कि ओ त्यहाँनिर हो क्या होइन त्यो रोको मलाई याद छ यस्तै रोक्यो त्यो काटेलाई कि त्यतिखेर कुलाको ढिकै हो र यही कुलो हो यही कुलो कन्फर्म यो र पल्लो दुइटा ढिक त थियो त पल्लो कुलो त्यही ओल्लो कुलो यो कुलाका ढिक अलिअलि ठुला साना भयो होला हामी यतिखेर जगतपुर कुन्ती मूर्तिया हुँदै खैरीफाँटा जुन बाल्यावस्थामा हामी चाहिँ पढ्न गएका थियौँ त्यो कुलाको ढिक हो यो जगतपुरका त तमाम आदरणीय आजभन्दा करिब म 2060 सालमा माओवादीको कालमा चाहिँ हाम्रो बोर्डिङ स्कुल बन्द हुनुभन्दा पहिले करिब 8 वर्ष म यही बाटो हुँदै जगतपुरबाट खैरीफाँटासम्म जाने गर्थेँ कालिका इङ्ग्लिस स्कुल बोर्डिङ स्कुलको नाम थियो अहिले लगभग 82 साल भनेपछि 22 वर्ष पहिले 22 देखि 25 वर्ष पहिले चाहिँ हामी यही बाटो हुँदै जान्थ्यौँ ए खैरीफाँटा है खैरीफाँटा को साथीहरूको सानोको साथीहरूको याद छ मेरा साथीहरू बाल्यकालका यो बाटो हुँदै जानेहरूमा चाहिँ विष्णु रिमाल नेत्र रिमाल त्यसपछि अरू हामी लगभग अरूको थियो रोशनको भाइको नाम के हो राजेश कडायत राजेश पनि हो राजेश जनक भाइ हो जनक नेवानी भाइ हो जनक नेवा सञ्जय पनि थियो एकजना सञ्जय थियो ए तिमीहरू चाहिँ कालिकामा जान्थ्यौ होइन कालिकामा होइन कालिका बोर्डिङ स्कुल हाम्रो चाहिँ त्यति बेला सर को हुनुहुन्थ्यो त्यहाँ देवकोटा सर होइन त्यतिखेरको अब सुरुवाती कालमा म नर्सरी एलकेजीमा हुँदाखेरि चाहिँ देवकोटा सर हुनुहुन्थ्यो प्रिन्सिपल त्यसपछि देवीराम भाट सरले ए म 1 क्लासबाट हुँदाखेरि देवीराम भाट सर नै हुनुहुन्थ्यो प्रिन्सिपल ए यो चाहिँ मूर्तियाको एउटा यो लगभग खैरीफाँटा नजिकैको भूभाग पर्दछ पनि अब यसपछि लगतै हामी चाहिँ खैरीफाँटा जाँदाखेरि चाहिँ यही बाटो भएर जान्थ्यौँ र म जगतपुरको चाहिँ तल्लो जगतपुर माथिल्लो जगतपुरका सम्पूर्ण साथीहरूलाई पनि सम्झिन चाहन्छु यतिखेर अब एकजना साथी भन्दा पनि सयौँ साथीहरू छन् है अब त्यो साथीहरूको नाम लग्न पनि सम्भव देखिन यतिखेर यहाँनिर हामीहरू चाहिँ जगतपुरको लम्कीपुर बड्कापुर अमरानटोल अमरपुर होइन त्यसै गरी हामी बसिरहेको टोलदेखि लिएर धेरै साथीहरू हुनुहुन्थ्यो खास गरी बालज्योति र पाताबारमा चाहिँ 5 सम्म पढिसकेपछि 5 भइसकेपछि 6 देखि चाहिँ हामी खैरीफाँटा पढ्न आउँथ्यौँ श्री अरुणोदय माध्यमिक विद्यालय यो विद्यालय आउँदाखेरि हामी चाहिँ कुलाको ठिक हुँदै हामी आइरहेको हरेक दिनहरू चाहिँ करिब 25 वर्षको 25 वर्ष भयो होइन लगभग 22 देखि 25 वर्ष कसैको चाहिँ 30 वर्ष पनि भयो होला हामीहरू यहाँ आइरहेको ठाउँ अलिअलि थोरै परिवर्तन ढिकहरू सानो ठुलो चाहिँ भएको छ तर यही ठाउँ हो कयौँ पटक हाम्रो चप्पलको तुनाहरू चुट्थ्यो पनि होइन अनि यतापट्टि म देखिरहेको यतापट्टिको यो घर छ मेरो चाहिँ त्यति बेलाको साथी मलाई याद भएअनुसार हाम्रो चाहिँ साथी भक्तको घर हो है भक्त कहाँ छन् अहिले मलाई थाहा छैन तर भक्त त्यो घरमा जान्थे अनि भक्त मसँग 7-8 पढ्दाखेरिको साथी हुन् ऊ त्यो घर हो अब अहिले त्यो घर अरू कसैको पो हो कि तर त्यति बेलाको चाहिँ नि त्यही नै घर हो भक्त त्यतै जान्थेँ र तिनको घरको बाहिरसम्म त म पनि गएको थिएँ होइन तर हामी चाहिँ अब लगभग खैरीफाँटा पुग्न लगभग मिटरको हिसाबले चाहिँ 1 किलोमिटरभित्रै हामी चाहिँ खैरीफाँटाको नजिक छौँ मूर्तिया हुँदै कुलाको डिक जगतपुर जाने 2टा कुलाहरू थियो एउटा चाहिँ यो देखिरहेको कुला र एउटा त्यो अर्को कुला र यो चाहिँ अलिक फरक भइसकेको रहेछ है यो पनफुक्का भन्थ्यो यसलाई त्यति बेला हामीले चाहिँ एक दिन यो बहसको विषय पनि बनाएका थियौँ पनफुक्का भन्दाखेरि चाहिँ पानी फुकाउने ठाउँ पनफुक्का हो कि भन्ने हाम्रो अनुमान हो त वास्तवमा यो थारू शब्दकोश अनुसार चाहिँ उत्पत्ति भएको हुनुपर्छ पनफुक्का यहाँनिर चाहिँ पनफुक्का सबैभन्दा हामीलाई गाह्रो लाग्ने स्कुलमा विद्यालयमा जान अहिले
जगतपुरबाट मूर्तिया कुन्तीको केही क्षेत्र हुँदै खैरीफाँटा जान गइरहेका छौँ र विगत 25 वर्ष पहिले चाहिँ म भाइ अनि त्यसपछि हामी जगतपुरबाट हजारौँ सयौँको सङ्ख्यामा विद्यार्थीहरू आउने गर्थ्यो र यो ठाउँ सबैभन्दा हामीलाई डर लाग्ने ठाउँ हो। यहाँनिर चाहिँ हामी चाहिँ पनपुक्का भन्थ्यो, सायद पानी पुकाउने ठाउँ हुनुपर्छ। यतापट्टिको नहर एउटा चाहिँ जगतपुर जाने कुला थियो, दुईवटा चाहिँ जगतपुरतिर जाने कुला थिए र यो चाहिँ यहाँनिर चाहिँ बुझ्ने ठाउँ थियो। चाहिँ यहाँ ढुङ्गाको चाहिँ बाँध थियो र हामी चाहिँ यहाँबाट हाम फाल्न खोज्थ्यौँ, कहिलेकाहीँ लड्थ्यौँ पनि र हामीलाई एकदमै डर पनि लाग्थ्यो यो ठाउँमा होइन। किनभने अब एक्लै आउँदाखेरि साना भाइ बहिनीहरूसँग आउनु पर्दाखेरि म स्वयं एकदमै डराउँथेँ भाइ बहिनीहरूलाई खैरीफाँटसम्म पुर्याउनु पर्दाखेरि। र म धेरै साथीहरूलाई सम्झिन चाहन्छु यतिखेर है त जहाँ हुनुहुन्छ। यो पनपुक्का क्रस भइसकेपछि हामी एउटा खुला एकदम रमाइलो महसुस गर्थ्यौँ, स्कुल पुगे जस्तो लाग्थ्यो हामीलाई। यहाँ त भयङ्कर ठुलो जङ्गल जस्तो घाँस उम्रिएको रहेछ यहाँ है। यस्तो छ यो अवस्था है अहिले हेर्नु होला तपाईँहरू। जगतपुरका खास गरी जगतपुर र मूर्तियाका थुप्रै साथीहरू यो बाटो चाहिँ 20-30 वर्ष पहिले चाहिँ हामीहरू यो बाटो धेरै हिँडेका थियौँ र अहिले एकदम फरक छ। यहाँनिर त यस्तो खेत थिएन जस्तो लाग्यो मलाई है। पहिलोचोटि आउँदैछौँ 25-30 वर्षपछि पहिलोपटक भनेपछि त एउटा हाम्रो लागि एकदम नयाँ पनि हुने भयो होइन। यही थियो, यस्तै बाङ्गै थियो। ओहो तेरो मेमोरी राम्रो रहेछ यार। ए यहाँ घरहरू पनि अब पहिलेको त सबै काठका घरहरू थिए होइन, अहिले सबै घरहरू लगभग पक्की घरहरू भइसकेका छन्। राम्रो यहाँ चाहिँ देखिने परिवर्तन भनेको यो घरमा त देखिएको छ, नत्र भने बाटोघाटो उस्तै छ यहाँ पहिलेदेखि नै उस्तै देखिरहेको छ। यो बाटो चाहिँ हामी यताबाट जान्थ्यौँ है सब, हामी यताबाट जान्थ्यौँ, यताबाट जाउँ त। ए ल अब हामी एकैछिनमा खैरीफाँटा पुग्दैछौँ 2 मिनटमै। रमाइलो गीत बजिरहेको रहेछ है। भन्नाले अब खैरीफाँटा एकछिन जाउँ अनि यहीबाट आउँ बाइकसम्म। ए यो हो जमरा नदी होइन, जमरा खोला कि नदी? यो चाहिँ जमरा खोला है हो। यो चाहिँ टिकापुरसम्म पुग्छ, यहाँबाट टिकापुर हुँदै मोहना नदीसम्म पुग्छ होला। टिकापुर हुँदै बग्छ यो नदी र यो नदीको छेउछेउ हामीलाई चाहिँ एकदमै खैरीफाँटा पुग्ने नजिकको बाटो हो यो। यो चाहिँ खास गरी हाम्रो चाहिँ हिँडेर आउने बाटो है। कहिलेकाहीँ हामी साइकलमा पनि आउँथ्यौँ। साइकलमा आउने बाटो चाहिँ फेरि जङ्गलको छेउछेउ कुन्ती हुँदै पूर्व खैरीफाँटा हुँदै आउने बाटो हो। यो चाहिँ फेरि हाम्रो चाहिँ हिँडेर आउनेहरूका लागि त्यति बेला साइकलभन्दा पनि प्रायः हिँडेर आउने चलन थियो। हिँडेर आउने बाटो यो। हामी चाहिँ लगभग खैरीफाँटा पुग्दैछौँ यतिखेर। बाइक नै राख्ने? बाइक राखौँ अब नुहाउन जस्तो छ यार पानी त। यो चाहिँ पारिपट्टिको जुन यो छ खैरीफाँटाबाट भग्रेया जाने बाटो है। यो पारिपट्टिको छेउछेउ नदीको छेउछेउ चाहिँ भग्रेया मूर्तियातिर जाने बाटो र यतापट्टिबाट पनि फेरि मूर्तिया अनि जगतपुरसम्म पुग्ने बाटो है। यो वारी र पारी बिचमा जमरा। ए राम्रो डल्लो पाइरहेको रहेछ भाइको यार। अनि यहाँ नजिकै चाहिँ अब हाम्रो चाहिँ खैरीफाँटा ऐतिहासिक ठाउँ, खैरीफाँटा चौराहा भनौँ न होइन। चौराहा यो पुल चाहिँ पहिला काठको थियो, बिचमा एकपटक बनेको पनि थियो होइन, पछि भत्कियो। त्यो खोला त यहाँसम्म थियो, यो पछि अब अहिले त ऊ भयो नि त, यो व्यवस्थापन भयो यसको। नभए चाहिँ यसले धेरै काटिसकेको थियो। ओहो यो राखौँ है।